शनिबार भक्तपुरको सल्लाघारी स्थित खुल्ला चौरमा सम्पन्न एमालेको 11औं महाधिवेशनको उद्घाटन कार्यक्रममा विभिन्न दलका नेताहरूले सम्बोधन गरेका छन्। कार्यक्रममा सहभागी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र राष्ट्रियताप्रतिको भूमिकाको प्रशंसा गरेका छन्। शनिबार भक्तपुरको सल्लाघारी स्थित खुल्ला चौरमा एमालेको 11औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई विभिन्न दलका नेताहरूले सम्बोधन गरेका छन्। एमालेको 11औं महाधिवेशनमा शुभकामना दिन गएका विभिन्न दलका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका थिए। विशेष गरेर उनीहरूले ओलीको राष्ट्रियताप्रतिको कदमको प्रशंसा गरे। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताउनुभयो। एमालेको 11औं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले देशलाई निकास दिँदै अघि बढ्न दलहरूबीच विश्वास, संवाद र उच्च स्तरीय समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो। राष्ट्रियताको संरक्षण गर्दै मुलुकको विकासका लागि एमालेसँगको सहकार्यको ढोका सदैव खुल्ला रहने उहाँको दाबी छ। उहाँले नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्व सामु स्थापित गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रियता संरक्षण, देशको विकास र लोकतान्त्रिक संरचनाको सुदृढीकरण जस्ता बृहत मुद्दामा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैँ खुल्ला रहनेछ। तर त्यो सहकार्यको जग न्याय र समानतामा हुनुपर्छ। अन्त्यमा राष्ट्रिय निर्माण कुनै एक दल वा नेताको प्रयासले मात्र सम्भव छैन। यस्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिक दलहरू एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। मुख्य दलहरू कमजोर हुँदा निरङ्कुशता हावी भएको र लोकतन्त्र कमजोर भएको इतिहास रहेकाले सबै दललाई एकताबद्ध गर्न एमालेले भूमिका खेल्न सक्नुपर्ने उहाँको भनाइ थियो। लोकतान्त्रिक प्रणालीको मुख्य आधार निष्पक्ष र धाँधलीरहित आवधिक निर्वाचन हो। अहिले स्थापित राजनीतिक दललाई कमजोर बनाउन चाहने शक्तिहरू सर्वलाएको बेला यो व्यवस्था ल्याउन र वर्तमान संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरू हामी आन्तरिक रूपमा एकताबद्ध हुँदै साझा विचार र एक विचार भएकाहरूसँग सहकार्य गर्नुपर्ने र जेनजी नयाँ युवा पुस्ताहरूलाई पनि यसमा जोडेर एउटा नयाँ एकताको परिस्थिति निर्माण गर्नुपर्ने। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको निर्णायकत्व संकटमा परेका बेला नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो। एमालेको महाधिवेशनको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै लिङदेनले सरकार, दल र पूर्व राजा सहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकको वर्तमान अवस्थालाई विश्लेषण गर्दै एमालेले उचित मार्गदिशा तय गर्ने विश्वास व्यक्त गर्नुभयो। अहिले मुलुक अत्यन्तै विषम परिस्थितिमा छ भन्ने कुरा हामी कसैले नकार्न सक्दैनौँ। अहिले नेपालको निर्णायकत्व सङ्कटमा परेको, नेपाल गम्भीर रूपमा भूराजनीतिक चक्रव्यूहमा फँसेको यस्तो बेला जुन नेकपा एमालेको महाधिवेशन भइराखेको छ, यसले नेतृत्व चयनको कुरामा मात्र होइन, यो महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबै राजनीतिक दल र शक्तिहरू अटाउने, कसैले नहार्ने, देशले जित्ने एउटा दिशा निर्धारण गर्न सफल हुनेछ भन्ने म शुभकामना व्यक्त गर्छु र म त्यो अपेक्षा पनि गर्दछु। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता देवप्रसाद गुरुङले मुलुकमा कम्युनिस्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताउनु भएको थियो। उहाँले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको जिकिर गर्नुभयो। नेता गुरुङले मार्क्सवाद लेनिनवादको मार्ग निर्देशनको आधारमा नेपालका कम्युनिस्ट पार्टीहरू बीचमा एकीकरण गरेर अघि बढ्न सकिने धारणा समेत राख्नुभयो।